नमस्कार तथा स्वागत छ हजुरलाई यस युट्युब च्यानल लोकचप्रेपमा। आजको यस भिडियोमा हामी आउँदै गरेको खरिदारको परीक्षालाई लक्षित गरी अति महत्त्वपूर्ण प्रश्नहरूको अभ्यास गर्नेछौँ। अब ढिला नगरिकन सुरु गरौँ आजको प्रश्न। र प्रश्न नम्बर 1 रहेको छ, नेपालमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्रको क्षेत्रफल कति रहेको छ? नेपालमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्रको क्षेत्रफल कति रहेको छ? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए 7629 वर्ग किलोमिटर, अप्सन बी 2035 वर्ग किलोमिटर, अप्सन सी 1172 वर्ग किलोमिटर र अप्सन डी रहेको छ 1019 वर्ग किलोमिटर। र यस प्रश्नको सही विकल्प रहेको छ 7629 वर्ग किलोमिटर। र यसै गरी प्रश्न नम्बर 2 रहेको छ, छायानाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति वर्ग किलोमिटर रहेको छ? छायानाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति वर्ग किलोमिटर रहेको छ? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए 903 वर्ग किलोमिटर, अप्सन बी 883 वर्ग किलोमिटर, अप्सन सी 843 वर्ग किलोमिटर र अप्सन डी रहेको छ 885 वर्ग किलोमिटर। र यस प्रश्नको सही विकल्प रहेको छ 843 वर्ग किलोमिटर। यस प्रश्नको सही विकल्प रहेको छ 843 वर्ग किलोमिटर। र यसै गरी प्रश्न नम्बर 3 रहेको छ, सबैभन्दा छोटो दिन हुने ग्रह कुन हो? सबैभन्दा छोटो दिन हुने ग्रह कुन हो? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए शुक्र ग्रह, अप्सन बी बुध ग्रह, अप्सन सी बृहस्पति ग्रह र अप्सन डी रहेको छ मङ्गल ग्रह। र यसै गरी यस प्रश्नको सही विकल्प रहेको छ बृहस्पति ग्रह। र यसै गरी प्रश्न नम्बर 4 रहेको छ, 16 योजना 8182 देखि 8586 अनुसार 16 योजना 8182 देखि 8586 अनुसार राष्ट्रिय आय कति पुर्याउने लक्ष्य रहेको छ? राष्ट्रिय आय कति पुर्याउने लक्ष्य रहेको छ? र यस प्रश्नको विकल्पहरू रहेको छन्। 2351 अमेरिकी डलर, अप्सन बी रहेको छ 2341 अमेरिकी डलर, अप्सन सी रहेको छ 2414 अमेरिकी डलर र अप्सन डी रहेको छ 1517 अमेरिकी डलर। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए 2351 अमेरिकी डलर। र प्रश्न नम्बर 5 रहेको छ, फिसिङ आक्रमण कुन प्रकारको साइबर आक्रमण हो? फिसिङ आक्रमण कुन प्रकारको साइबर आक्रमण हो? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए DOS, अप्सन बी मालवेयर, अप्सन सी सोसियल इन्जिनियरिङ र अप्सन डी रहेको छ ब्रुट फोर्स। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी सोसियल इन्जिनियरिङ। फिसिङ आक्रमणले प्रयोगकर्तालाई धोका दिएर संवेदनशील जानकारी लिने प्रयास गर्दछ। र यसै गरी प्रश्न नम्बर 6 रहेको छ, संसारको सबैभन्दा गहिरो नदी कुन हो? संसारको सबैभन्दा गहिरो नदी कुन हो? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए एमाजोन, अप्सन बी नाइल, अप्सन सी कङ्गो, अप्सन डी नाइजर। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी कङ्गो। र यसै गरी प्रश्न नम्बर 7 रहेको छ, अन्तर्राष्ट्रिय श्रम सङ्गठन ILO इन्टरनेसनल लेबर अर्गनाइजेसनको नेपाल सदस्य कहिले भएको हो?
ILO को नेपाल सदस्य कहिले भएको हो र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए 30 अगस्त 1966, अप्सन बी 1 मई 1953, अप्सन सी 10 मई 1954 र अप्सन डी रहेको छ 6 सेप्टेम्बर 1961 र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए 30 अगस्त 1966। यसै गरी प्रश्न नम्बर 8 रहेको छ नेपालले कहिले भारतसँग द्वैत सम्बन्ध कायम गर्यो? नेपालले कहिले भारतसँग द्वैत सम्बन्ध कायम गर्यो र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए सन् 1947 जुन 13, अप्सन बी सन् 1816 मार्च 3 र अप्सन सी सन् 1947 अप्रिल 25 र डी रहेको छ सन् 1949 अप्रिल 20 र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए सन् 1947 जुन 13। यसै गरी प्रश्न नम्बर 9 रहेको छ The temperature increases rapidly after. The temperature increases rapidly after भनिएको छ र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए आयोनोस्फियर, अप्सन बी एक्जोस्फियर, अप्सन सी स्ट्रेटोस्फियर र अप्सन डी रहेको छ टोपोस्फियर र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए आयोनोस्फियर। The temperature increases rapidly after ionosphere। र यसै गरी प्रश्न नम्बर 10 रहेको छ। प्रश्न नम्बर 10 मा हिमाल र यिनका उपनामको तल उल्लेखित जोडा कुन सही छ भनिएको छ। हिमाल र तिनका उपनामको तल उल्लेखित जोडा कुन सही छ भनिएको छ। एमा दिएको छ मकालु हिमाल, जन्नु हिमाल, बीमा रहेको छ सार्जे हिमाल शान्ति शिखर, सीमा रहेको छ कञ्चनजङ्घा नेपाल हिमाल र डीमा रहेको छ गौरी शङ्कर पाथिभरा हिमाल र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए बी र सी मात्र सही, अप्सन बी ए र बी मात्र सही, अप्सन सी बी र सी मात्र सही र अप्सन डी रहेको छ सबै सही र यस प्रश्नको सही विकल्प रहेको छ सबै सही अप्सन डी। मकालु हिमाललाई जन्नु हिमाल भनिन्छ, सार्जे हिमाललाई शान्ति शिखर भनिन्छ, कञ्चनजङ्घा हिमाललाई नेपाल हिमाल भनिन्छ र गौरी शङ्कर हिमाललाई पाथिभरा हिमाल भनिन्छ। यसै गरी प्रश्न नम्बर 11 रहेको छ तिमाङ झरना कुन जिल्लामा पर्दछ? तिमाङ झरना कुन जिल्लामा पर्दछ र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए मनाङ, अप्सन बी मुस्ताङ, अप्सन सी म्याग्दी र अप्सन डी रहेको छ बागलुङ र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए मनाङ। यसै गरी प्रश्न नम्बर 12 रहेको छ महिलालाई मतदान गर्न दिने विश्वको पहिलो देश न्युजिल्यान्डले कहिले मतदान गर्न दिएको थियो? महिलालाई मतदान गर्न दिने विश्वको पहिलो देश न्युजिल्यान्डले कहिले मतदान गर्न दिएको थियो र यस प्रश्नको विकल्पहरू रहेको छन् सन् 1887, अप्सन बी 1893, अप्सन सी 1898 र अप्सन डी रहेको छ 1905। अप्सन डी रहेको छ सन् 1905 र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी सन् 1893। यसै गरी प्रश्न नम्बर 13 रहेको छ कुन सहरलाई पुनर्जागरणको जन्मस्थान कुन सहरलाई पुनर्जागरणको जन्मस्थान बर्थ अफ द रिनाइसेन्स भनेर चिनिन्छ?
कुन सहरलाई पुनर्जागरणको जन्मस्थल बर्थ प्लेस अफ द रिनाइसेन्स भनेर चिनिन्छ र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए फ्लोरेन्स, अप्सन बी भेनिस, अप्सन सी रोम र अप्सन डी रहेको छ लन्डन। यसै गरी प्रश्न नम्बर 14 रहेको छ जङ्गबहादुरको समयमा देशलाई कति प्रशासनिक एकाइमा विभाजन गरिएको थियो? जङ्गबहादुरको समयमा देशलाई कति प्रशासनिक एकाइमा विभाजन गरिएको थियो र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए 18, अप्सन बी 19, अप्सन सी 16 र अप्सन डी रहेको छ 22। यसै गरी नम्बर 15 रहेको छ खड्ग निशाना अड्डाको स्थापना कसको पालामा भएको हो? खड्ग निशाना अड्डाको स्थापना कसको पालामा भएको हो र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए श्री 3 चन्द्र शमशेर, अप्सन बी प्रताप मल्ल, अप्सन सी नरेन्द्र देव, अप्सन डी श्री 3 जङ्गबहादुर राणा र यस प्रश्नको सही विकल्प रहेको छ श्री 3 चन्द्र शमशेर। यसै गरी प्रश्न नम्बर 16 रहेको छ नारायण हिटे दरबार संग्रहालय सर्वसाधारणका लागि कहिले खुला गरियो? नारायण हिटे दरबार संग्रहालय सर्वसाधारणका लागि कहिले खुला गरियो? सर्वसाधारणका लागि कहिले खुला गरियो र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए विक्रम सम्वत 2063 फागुन 16, अप्सन बी विक्रम सम्वत 2064 फागुन 16 र अप्सन सी विक्रम सम्वत 2065 फागुन 16 र अप्सन डी रहेको छ विक्रम सम्वत 2066 फागुन 16 र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी विक्रम सम्वत 2065 11 महिना 16 गते, विक्रम सम्वत 2065 फागुन 16 गते। र यसै गरी प्रश्न नम्बर 17 रहेको छ गायत्री मन्त्र उल्लेख भएको वेद कुन हो? गायत्री मन्त्र उल्लेख भएको वेद कुन हो र यस प्रश्नको विकल्पहरू रहेको छन् ऋग्वेद, अप्सन बी सामवेद, अप्सन सी अथर्ववेद, अप्सन डी यजुर्वेद र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन डी यजुर्वेद। त्यसै गरी प्रश्न नम्बर 18 रहेको छ 6 महिना गाउँमा र 6 महिना जङ्गलमा बसोबास गर्ने जाति कुन हो? 6 महिना गाउँमा र 6 महिना जङ्गलमा बसोबास गर्ने जाति कुन हो र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए धिमाल, अप्सन बी बरामो, अप्सन सी बारगाउँले, अप्सन डी बनकरिया र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन डी बनकरिया। र यसै गरी प्रश्न नम्बर 19 रहेको छ निम्न दिएका सबैभन्दा बढी जनसङ्ख्या भएका 5 वटा महानगरपालिकाको बढ्दो क्रम मिलाउँदा तलका मध्ये कुन विकल्प सही हुन्छ? निम्न दिएका सबैभन्दा बढी जनसङ्ख्या भएका 5 वटा महानगरपालिकाको बढ्दो क्रम मिलाउँदा तलका मध्ये कुन सही हुन्छ र यसमा दिएको छ पहिलो छ भरतपुर महानगरपालिका चितवन, दोस्रो काठमाडौँ महानगरपालिका काठमाडौँ, तेस्रो पोखरा महानगरपालिका पोखरा कास्की, चौथो रहेको छ ललितपुर महानगरपालिका ललितपुर र पाँचौं रहेको छ वीरगञ्ज महानगरपालिका पर्सा र विकल्पहरू रहेको छन् अप्सन ए 1 2 3 4 5, अप्सन बी 2 4 3 1 5, अप्सन सी 5 4 1 3 2 र अप्सन डी रहेको छ
23145 र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी 54132। सबैभन्दा दिएका महानगरपालिकाहरूभन्दा कम जनसङ्ख्या वीरगञ्ज महानगरपालिका पर्साको रहेको छ। त्यसपश्चात त्योभन्दा बढी जनसङ्ख्या भएको ललितपुर महानगरपालिका ललितपुर र ललितपुर महानगरपालिका भन्दा पनि बढी जनसङ्ख्या भएको भरतपुर महानगरपालिका चितवन र त्यसै गरी पोखरा महानगरपालिका कास्की र सबैभन्दा बढी जनसङ्ख्या भएको महानगरपालिका काठमाडौँ महानगरपालिका काठमाडौँ रहेको छ। प्रश्न नम्बर 20 निम्न दिएका सबैभन्दा कम जनसङ्ख्या भएका 5 वटा नगरपालिकालाई बढ्दो क्रममा लेख्दा तलका मध्ये कुन विकल्प सही रहेको छ? पहिलोमा छ धर्मदेवी नगरपालिका सङ्खुवासभा, दोस्रो रहेको छ लालीगुराँस नगरपालिका तेह्रथुम, तेस्रो रहेको छ मादी नगरपालिका सङ्खुवासभा, चौथो रहेको छ त्रिपुरा सुन्दरी नगरपालिका डोल्पा र यसै गरी पाँचौँ रहेको छ ठुलोबेरी नगरपालिका डोल्पा। र यस प्रश्नको विकल्पहरू रहेको छन् अप्सन ए रहेको छ 1 2 3 4 5, अप्सन बी रहेको छ 2 3 5 4 1, अप्सन सी रहेको छ 5 4 3 2 1 र अप्सन डी रहेको छ 3 2 5 4 1 र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी 5 4 3 2 1। यसै गरी ठुलोबेरी नगरपालिका डोल्पा, त्यसपश्चात त्रिपुरा सुन्दरी नगरपालिका डोल्पा, त्यसपश्चात मादी नगरपालिका सङ्खुवासभा, त्यसपश्चात लालीगुराँस नगरपालिका तेह्रथुम र अन्तिम रहेको छ धर्मदेवी नगरपालिका सङ्खुवासभा। र आजको लागि यति नै। र हजुरहरूले कति प्रश्न मिलाउन सफल हुनुभयो कमेन्ट अवश्य गर्नुहोला र यस्तै किसिमको भिडियो सामग्रीको निरन्तर प्रसारणका लागि हाम्रो युट्युब च्यानल लोकसेवा प्रेपलाई सब्सक्राइब र लाइक गर्न नभुल्नुहोस्। धन्यवाद।